नमस्ते। यति बेला म सिक्किम राज्यको राजधानी गान्तोकमा आएको छु। 41औं गभर्नर्स वर्ल्ड कपको फाइनल खेल हेरिरहेको छु, जसमा राजस्थान भर्सेस तपाईँको सर्भिस युनाइटेडको भइरहेको छ र नेपालबाट पनि यस प्रतियोगितामा हरेक वर्ष ए डिभिजन लिगका शीर्ष टोलीहरू यस प्रतियोगितामा आउने गर्छन्, जसमा एकदम राम्रो तपाईँको खेल प्रदर्शन गरिरहेका छन् नेपालीले। यस वर्ष चाहिँ भने तपाईँको चर्च बोइज युनाइटेड आएको थियो नेपालबाट र क्वार्टर फाइनलबाट बाहिरिएको थियो र त्यसै गरी यो वर्ष मात्रै नभएर विगतका वर्षहरूमा पनि नेपालबाट ए डिभिजन लिगका अधिकांश टिमहरू यस प्रतियोगितामा सहभागिता जनाउने गर्दछन्, जसमा एकपटक त के पनि भएको थियो भने नेपालबाट आएका दुईटै टिम एनआरटी र 3 स्टारै फाइनल खेलेको अवस्था पनि थियो र सिक्किमले चाहिँ तपाईँको नेपाली खेलाडीहरूलाई उति नै धेरै माया गर्छ र हरेक वर्ष यस प्रतियोगितामा नेपालको एउटा वा दुईटा टिमलाई सहभागिता गराउँदै आएको छ। सिक्किम सरकारलाई र यस आयोजक कमिटीलाई नेपालको तर्फबाट म युवाको तर्फबाट विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र आगामी दिनमा अथवा आगामी वर्षहरूमा पनि नेपालबाट ए डिभिजन लिग खेलेका शीर्ष खेलाडीहरू जसले अन्तर्राष्ट्रिय क्षेत्रमा एकदम राम्रो भूमिका खेल्न सफल र नेपाललाई चिनाउन सक्ने खेलाडीहरू यस मैदानमा खेलेका छन्। यहाँ मैदान पनि तपाईँले यहाँ देख्न सक्नुहुनेछ ब्याकग्राउन्डमा। त्यसै गरी तपाईँको सिक्किम सरकारलाई मात्रै नभएर यस आयोजक कमिटीलाई पनि म विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु यसै भिडियो मार्फतबाट र साथसाथै आगामी दिनहरूमा सिक्किम सरकारले हाम्रो तपाईँको नेपाली कलाकारहरूले यदि सिक्किमको कुनै पनि ठाउँलाई तपाईँकोमा राखेर छायाङ्कन गर्छ चलचित्रहरू भने पनि 1.5 करोड रुपियाँ अनुदानको व्यवस्था पनि सिक्किम सरकारले गरेको छ। नेपालीलाई असाध्यै धेरै माया गर्ने राज्य र तपाईँको यहाँ नेपाली भाषा बोल्नुहुन्छ अधिकांशले र यो मलाई यहाँ नेपालमा छु जस्तो मलाई लागिरहेको छैन र म सिक्किममा छु जस्तो लागिरहेको छैन, म नेपालमै छु जस्तो लागिरहेको छु र त्यसै गरी मलाई यस किसिमले एउटा बोल्ने अवसर यहाँनिर प्रदान गरिदिनु भएकोमा यहाँका युवा साथीहरूलाई म विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु।